हेलो एभ्रिवान, वेलकम टु आवर न्यू भिडियो। हिजोको भिडियोमा चाहिँ हामीले के गर्यौं त भन्दा इन्डिसेस च्याप्टरको केही इम्पोर्टेन्ट ल अफ इन्डिसेसहरुको बारेमा डिस्कस गरेका थियौं र केही एक्जाम्पलहरु पनि मैले हिजो दिएको थिएँ। र आजको भिडियोमा चाहिँ हामीले के गर्ने छौं त भन्दाखेरि इन्डिसेससँग रिलेटेड एक्जाम ओरिएन्टेड क्वेशनहरु केही क्वेशनहरु गर्ने छौं आज चाहिँ हामीले। यो गर्नुभन्दा पहिला मैले हिजो हजुरहरुलाई एउटा क्वेशन चाहिँ हजुरहरुले गर्नु होला भनेर दिएको थिएँ। हजुरहरुले गर्नु हैन। सर्वप्रथम चाहिँ म त्यस क्वेशनतिर लागे। मैले हिजो के भन्ने त भन्दा x को पावर a अपन x को पावर a को चाहिँ भ्यालु चाहिँ हजुरहरुलाई कमेन्टमा दिनु होला भनेको थिएँ। यसमा के हुन्छ त भन्दाखेरि x को पावर a यो a माथि गयो माइनस a भयो इक्वल टु x को पावर a माइनस a भनेको 0, यसको भ्यालु चाहिँ 1 हुन्छ है त। यो चाहिँ हजुरहरुले बुझ्नु भएको होला। र आज चाहिँ हामी इन्डिसेससँग रिलेटेड केही इम्पोर्टेन्ट क्वेशनहरु गर्ने छौं है त। र सुरु गरौँ ढिला नगरी। सिम्प्लिफाई भनेको छ। अब मैले गराउने क्वेशनहरु सबै सिम्प्लिफाई अनि प्रुभ दैट भन्ने टाइपको क्वेशनहरु हो है। म चाहिँ आज 7 वटा क्वेशन चाहिँ यहाँ ल्याएर आएको छु। अब फर्स्ट टाइपको क्वेशन चाहिँ यस्तो टाइपको क्वेशन हो। अब यस्तो टाइपको क्वेशन चाहिँ तपाईहरुको कन्सेप्ट डेभलप गर्नका लागि मात्रै हो। यस्तो टाइपको क्वेशन चाहिँ प्राय जसो तपाईहरुको एक्जाममा सोधिदैन। ल अब यो हामी सुरु गरौँ है त। अब यहाँ के भन्यो त भन्दाखेरि 4 को पावर 4 इन्टु 5 को पावर 5 अपन 25 को पावर स्क्वायर इन्टु 16 को पावर स्क्वायर। अब हामीले के गर्ने त भन्दाखेरि यस्तो खालको क्वेशन गर्नको लागि हामीले चाहिँ बेस हेर्नु पर्यो। इन्डिसेस भन्दा बित्तिकै बेसको कुरा आउँछ है। अब यो 4 बेस छ, यहाँ 5 बेस छ। हामीले तल पनि 4 अथवा 5 बनाउने हामीले चाहिँ ट्राई गर्नु पर्यो। यो 25 छ, 25 भनेको 5 इन्टु 5, 5 लाई 2 टाइम्स मल्टिप्लाई गरेपछि हाम्रो 25 हुने भयो। र यो चाहिँ 4 लाई 2 टाइम्स मल्टिप्लाई गरेपछि हाम्रो बेस एउटै हुने भयो, अर्थात त्यहाँ चाहिँ 4 आउने भयो है त। र अब यसको क्वेशन यो क्वेशन चाहिँ म अब सुरु गरे। सबैभन्दा पहिला के गर्नु पर्यो त भन्दाखेरि यसलाई जस्ताको त्यस्तै लेखौं। अब यसलाई चाहिँ कसरी लेख्न सकिन्छ त भन्दाखेरि 5 को स्क्वायर को पनि होल स्क्वायर, 25 लाई 5 को स्क्वायर अनि यो स्क्वायर त जस्ताको त्यस्तै छ है, इन्टु 16 लाई 4 को स्क्वायर को होल पावरमा 2 छ इक्वल टु 4 को पावर 4 इन्टु 5 को पावर 5 अपन 5 को पावर 4 इन्टु 4 को पावर 4 है त। अब हाम्रो यो र यो यदि तपाईहरुले यतिको नलेज छ भने चाहिँ यो र यो चाहिँ सिधै क्यान्सल आउट गर्दिने हुन्छ। नभए यो 4 लाई चाहिँ माथि लगेर पावरमा गरेर 4 को पावर 0 गरेर 1 लेख्दा नि हुन्छ है यसरी। जस्तै 4 को पावर 4 अनि माइनस यो 4 चाहिँ माथि गएर 4 भयो अनि 4 को पावर 0 यसको भ्यालु चाहिँ 1 हुन्छ है त। यदि तपाईहरुलाई त्यसरी गर्न आउँदैन भने चाहिँ माथि लगेर सबट्र्याक्ट गरेर गर्नुस्, नत्र यो र यो सिधै काटे पनि केही फरक पर्दैन है त। अब यहाँ के भयो भन्दाखेरि यो चाहिँ काट्न मिलेन किनभने यहाँ माथि एउटा 5 बढी छ। 5 को पावर 5 छ, यहाँ 5 को पावर 4 छ। अब के गर्न पर्यो त भन्दा 5 यो 5 माथि छँदै छ माइनस 4 इक्वल टु कति त भन्दाखेरि 5 को पावर 1 इक्वल टु 5 है त। यसको आन्सर चाहिँ 5 आउने भयो। हामीले चाहिँ यस च्यानलमा एकदमै बेसिक देखि पढाउँछौं है। सानो सानो कुरालाई पनि एक्सप्लेन गरेर पढाउँछौं। अब कुनै अब यो भिडियो हेर्ने साथीहरु अब एकदम कोही टपर पनि हुनुहुन्छ होला, कोही केही जान्दै नजान्ने पनि हुन सक्नुहुन्छ। सबै जान्ने नै हुन्छन् भन्ने त हुँदैन। त्यही भएर हामीले सबै कुराहरुले एक्सप्लेन गरेर एकदमै बेसिक देखि जान्छौं है त यो भिडियोमा चाहिँ। अब यसको चाहिँ आन्सर यो 5 भयो। अब अर्को क्वेशनमा जाउँ। यहाँ के छ भन्दाखेरि 27/8 को होल पावर -1/3 इन्टु 36/25 को होल पावर -1/2 छ। अब यस्तो यो टाइपको क्वेशन गर्दाखेरि यहाँ 3 छ भने अब यहाँ हामीले ब्र्याकेट भित्र पनि केहीको पावर क्यूब हुन्छ कि भनेर हेर्नु पर्यो सबभन्दा पहिला। अब यहाँ चाहिँ फेरि के छ भन्दाखेरि 2 छ। यहाँ यो ब्र्याकेट भित्र चाहिँ केही स्क्वायर बन्छ कि भनेर यो चाहिँ हेर्नु पर्यो। अब यसको सोलुसनमा चाहिँ 27/8 यो भनेको हाम्रो के भन्छ 3 को क्यूब लेख्न सकियो। 27 लाई 3 इन्टु 3 इन्टु 3 लेखेर हामीले 3 को क्यूब लेख्न सक्छौं है त। 8 लाई चाहिँ हामीले 2 इन्टु 2 इन्टु 2 लेखेर 2 को पावर क्यूब लेख्न सक्छौं। त्यसै गरी यसलाई चाहिँ कसरी लेख्न सक्छौं भन्दाखेरि 6 इन्टु 6 36,
5 × 5 25 है त। अब मैले यसलाई कसरी लेखेँ त भन्दाखेरि अहिले चाहिँ म सबै स्टेप बाई स्टेप गरिदिन्छु। अर्को क्वेसनबाट चाहिँ हामी अलि फास्ट जानेछौँ है त। अब यो चाहिँ हाम्रो के भयो 3 को क्युब अपन 2 को क्युब को होल पावर के भयो -1/3 है इन्टु 6 को स्क्वायर बाई 5 को स्क्वायर को होल पावर कति भयो -1/2 है त। अब यसलाई मैले हिजो यो लमा के भने त भन्दाखेरि हजुरहरुलाई अब यो दुईटैको पावर सेम छ भने हामीले यसलाई कसरी लेख्न सक्छौं भन्दाखेरि 3/2 को होल पावरमा 3 इन्टु यो -1/3 जस्तो छ त्यस्तै हामीले लेख्नु पर्यो। यो मैले हिजो पनि एक्सप्लेन गरिसके। मैले यो लमा चाहिँ मैले हिजो यसरी एक्सप्लेन गरेको थिएँ। y को पावर m अपन x को पावर m छ भनेपछि कसरी लेख्न सकिने भयो त भन्दाखेरि y अपन x को होल पावर m भयो है त। त्यसैगरी मैले यहाँ यसरी लेखेँ 3 को पावरमा पनि 3 थियो 2 को पावरमा पनि 3 त्यही भएर 3/2 को होल पावर 3 दुईटैको पावरमा 3 छ त्यही भएर इन्टु 6/5 को स्क्वायर इन्टु -1/2 है। अब यो मल्टिप्लाईमा छ भने हामीले यो र यो चाहिँ क्यान्सल गर्न पाउँछौं अथवा यो चाहिँ 2 1 2 हुन्छ 1 नै हुने हो हैन। यसरी गर्दाखेरि 3/2 को पावरमा बच्यो -1 मात्रै इन्टु 6/5 को पावरमा बच्यो यसमा पनि -1 मात्रै। अब यसको मैले हिजो के भने त भन्दाखेरि x को पावरमा हामीले यदि -1 छ भनेपछि यसलाई हामीले 1/x लेख्न पाउँछौं है त। मैले हिजो यो ल पनि मैले हिजो एक्सप्लेन गरेको थिएँ। त्यसरी नै यता हेर्नुस् यो 3/2 भनेको अलग अलग टर्म नभएर 3/2 भनेको एउटा x लाई x जस्तो कन्सिडर गर्ने हो भनेपछि हामीले यसलाई के लेख्न पाइयो 1/3/2 लेख्न पाइयो नि हैन 1/3/2 इन्टु यसलाई चाहिँ कसरी 1/6/5 सिम्पल छ। अब यो माथि गएर के भयो 2/3 इन्टु 5/6 अब यो कसरी लेख्न सकिने भयो त भन्दाखेरि 10/6 3 जा 18 यसलाई अब काटेर लेखे पनि लेख्नुस् यति नै लेख्दा पनि यति नै छोड्दा पनि केही फरक पर्दैन है त यसलाई चाहिँ। ल यहाँसम्म बुझ्नु भयो होला। अब चाहिँ हामीले अलि फास्ट जान्छौँ है त। कोही बुझ्नु भएन भने कमेन्ट गर्नु होला म चाहिँ फेरि बुझाइदिने छु है। अब एक्जाममा सोधिने चाहिँ यस्तो खालको क्वेशन हो मेनली 2 मार्क्समा अथवा 3 मार्क्समा यस्तो खालको क्वेशन चाहिँ सोधिन्छ। अब यो यहाँदेखि चाहिँ अलि ध्यान दिएर हेर्नु होला। यो क्वेशन चाहिँ अलि इम्पोर्टेन्ट छ सोलुसनमा। अब येमा पनि त हिजो ल अफ इन्डिसेस नै युज हुने हो। मैले हिजो भनेको थिएँ यसमा के युज हुन्छ त भन्दाखेरि जस्तै a को पावर x + y छ भने a को पावर x इन्टु a को पावर y लेख्न सकिन्छ भनेर मैले हिजो एक्सप्लेन गरेको थिएँ। त्यही सेम त्यही नै हो यसमा युज हुने नै। अब यसमा मैले के गर्छु त भन्दाखेरि फर्स्ट चोटी मैले यो 6 को पावरमा n + 2 लाई ब्रेक गर्छु 6 को पावर n इन्टु 6 को पावर 2 माइनस 6 को पावर n है त। मैले के गरे त भन्दाखेरि 6 को पावरमा n + 2 थियो यसलाई चाहिँ मैले ब्रेक गरे अपन 6 को पावर n इन्टु 6 अथवा 6 को पावरमा 1 लेख्दा कुनै फरक पर्दैन। मैले 6 को पावर 1 लेखे माइनस 6 को पावर n जे छ। अब चाहिँ 6 को पावर n चाहिँ हामीले कमन ल्याउने 6 को पावर n कमन आयो भनेपछि यहाँ के हुन्छ 1 बच्छ 1 नलेख्दा पनि भयो है। 6 को स्क्वायर माइनस 1 अपन के हुन्छ 6 को पावर n तल पनि कमन 6 माइनस 1 है त इक्वल टु अब 6 को पावर n माइनस n यो n माथि गयो 6 को पावर स्क्वायर भनेको कति 36 माइनस 1 अपन कति 6 माइनस 1 भनेको कति 5 हो हैन। भनेपछि 6 को पावर 0 हुन्छ 6 को पावर 0 भनेको 1 हो। कन्स्टेन्ट को पावर 0 भनेको पनि 1 भेरिएबल को पावर 0 भनेको पनि 1 मैले हिजो एक्सप्लेन गरिसकेको छु। 35/5 7 5 चाहिँ 35 एन्सर चाहिँ कति आयो त भन्दाखेरि 7 आयो त। यो क्वेशन चाहिँ अलि इम्पोर्टेन्ट छ। अब यो टाइपको क्वेशन अब यसमा चाहिँ सबभन्दा पहिला बेस हेर्नु पर्यो। बेस x छ है। बेस के छ सेम छ। मैले हिजो के भने यदि बेस सेम छ भने हामीले पावरहरु के हुन्छ अथवा इन्डेक्सहरु के हुन्छ जोडिन्छ भनेको छु मैले हिजो भिडियोमा है। अब यो पनि सुरु गरौँ। x को पावरमा सबैलाई जोड्दै जानुस् केही पनि गर्नु पर्दैन। p - q + 1
प्लस q माइनस r प्लस 1 प्लस r माइनस p प्लस 1 अपन कति त भन्दा 5x क्यूब छ है। अब कहीं कट्छ कि कटाउनुस्, माइनस p र प्लस p, माइनस q प्लस q, माइनस r र प्लस r हाम्रो क्यान्सल भयो। के बच्यो x को पावरमा कति 1 2 3 3 अपन कति 5x क्यूब। अब x क्यूब काटाल दिनुस्, कति आयो हाम्रो 1/5 यसको चाहिँ आन्सर भयो त। सजिलो छ। तपाईहरुले यसको चाहिँ मेनली चाहिँ ल अफ इन्डिसेस पढ्नु भएको छ, बुझ्नु भएको छ भने यो इन्डिसेसको हिसाब चाहिँ तपाईहरुले सजिलरी गर्न सक्नुहुन्छ। यो केही पनि गाह्रो छैन है त। अब अर्को प्रश्नमा जाम। यसमा के भन्यो त, अलिकति फरक खालको क्वेशन हो। इफ a इक्वल टु 3 b इक्वल टु 2 c इक्वल टु 1/2 m इक्वल टु 3 र n इक्वल टु चाहिँ 1 भएपछि फाइन्ड द भ्यालु अफ a को पावरमा m - 1 इन्टु b को पावरमा m + 1 इन्टु c को पावरमा m - 1 अपन a को पावरमा m + 1 इन्टु b को पावर m - 1 इन्टु c को पावर m + 1 है। अब यसलाई गर्ने चाहिँ दुईटा तरिका छ। अब एउटा ल अफ इन्डिसेस लगाएर सुरुमै तपाईहरुले यदि टर्महरुलाई मिलाएर गर्नुहुन्छ भने पनि ठीक छ है। यसलाई तपाईले डाइरेक्ट एबीसी mn को भ्यालु दिएको छ, सिधै तपाईहरुले भ्यालु राखेर पनि यसलाई गर्न सक्नुहुन्छ है त। म चाहिँ यसलाई दुईटै तरिकाबाट गरेर देखाइदिन्छु है त। पहिला हामी ल अफ इन्डिसेसबाट जाम। यसको सोलुसनमा ल बेस चाहिँ तलमाथि एउटै छ, फ्र्याक्सनमा छ भनेपछि बेसहरु के गर्नुपर्छ भने मैले माइनस गर्नुपर्छ भनेको छु हैन। a को पावरमा m माइनस n माइनस m माइनस n हुने हो है। के भयो भन्दाखेरि a को पावरमा m - 1 थियो, यसलाई चाहिँ मैले माथि लगे है, इन्टु b को पावरमा m + 1 माइनस m + n है, इन्टु c को पावरमा m माइनस n माइनस m माइनस n हुने भयो। अपन केही पनि छैन है। यो सबै मैले टर्महरु माथि लगिसके। इक्वल टु a को पावरमा माइनस m र प्लस m चाहिँ हाम्रो क्यान्सल आउट भयो, बच्यो के माइनस 2n है। माइनस माइनस जोडिन्छ, चिन्ह त के हुन्छ, चिन्ह भन्नाले साइन चाहिँ के हुन्छ माइनसै हुन्छ है, इन्टु b को यो कट्यो, b को पावरमा 2n हुने भयो, इन्टु c बच्यो, c को अब माइनस n माइनस m र प्लस m चाहिँ क्यान्सल आउट भएर c को पावरमा चाहिँ के बच्यो भन्दा माइनस 2n बच्यो है। यहाँसम्म बुझ्नु भएको होला। अब हामीलाई दिएको भ्यालु अनुसार a को भ्यालु कति दिएको छ, हामीलाई 3 दिएको छ। a को भ्यालु 3 मा 3 a को पावरमा माइनस 2 इन्टु n भनेको कति 1/2 छ, n भनेको 1 छ है, 1 इन्टु b को पावरमा 2 इन्टु n भनेको कति 1। मैले एबीसी को भ्यालु अहिले एकछिन पछि राख्छु है त। मैले पहिला पावरमा गरिरहेको छु, माइनस 2 इन्टु 1 ने a को पावर माइनस 2 इन्टु b को पावर स्क्वायर अथवा b को पावर 2 इन्टु c को पावर माइनस 2। अब मैले यहाँ यसलाई कसरी लेख्न सक्छु त भन्दाखेरि b स्क्वायर बाइ a स्क्वायर c स्क्वायर। यो चाहिँ मैले हिजो एक्सप्लेन गरिसकेको छु है त। a स्क्वायर छ भनेपछि यसलाई 1 बाइ माइनस a को पावर माइनस 2 लेख्न सकिन्छ, 1 बाइ a को पावर माइनस 2। जस्तै a स्क्वायर छ भनेपछि 1 बाइ a को पावर माइनस 2 लेख्न सकिन्छ। यो चाहिँ मैले हिजो ल अफ इन्डिसेसमा चाहिँ एक्सप्लेन गरिसकेको छु है त। अब यसको एन्सर चाहिँ हाम्रो b को भ्यालु कति दिएको छ 2 दिएको छ, 2 को स्क्वायर अपन a को भ्यालु चाहिँ 3, 3 को स्क्वायर इन्टु c को भ्यालु चाहिँ 1/2, 1/2 को होल स्क्वायर, माथि कति हुने भयो 4 अपन तल चाहिँ 9 इन्टु 1/4, 4 चाहिँ अब माथि जाने भयो, कति आउनु भयो त भन्दाखेरि 16/9 अथवा 4/3 को होल स्क्वायर, यसरी आउने भयो।
अर्को मेथड चाहिँ के त भन्दाखेरि हाम्रो डाइरेक्ट यसमा मैले भनिदिन्छु, हजुरहरूले गर्नु होला है त। यो ए को ठाउँमा हजुरहरूले 3 राख्नुहोस्, याम को ठाउँमा हाम्रो भ्यालु दिएकै छ। यसमा के हुन्छ भन्दाखेरि यस्तो हुन्छ, जस्तै ए को ठाउँमा चाहिँ हाम्रो 3 याम को भ्यालु कति 3 माइनस 1 कति हुने भयो 2 हुने भयो, इन्टु बी को ठाउँमा 2 छ, याम प्लस यान हाम्रो 4 हुने भयो, इन्टु सी 1/2 अपन 3 को पावर 4 इन्टु बी को भ्यालु 2 को पावर स्क्वायर इन्टु सी भनेको 1/2 को पावरमा याम प्लस यान भनेपछि हाम्रो कति हुने भयो 4 हुने भयो है, 4 हुने भयो। माथि 2 को पावर स्क्वायर इन्टु 1/2 को होल पावर स्क्वायर अपन 3 को पावर स्क्वायर इन्टु 1/2 को पावर पनि यहाँ स्क्वायर हुने भयो। यस्तो गर्दाखेरि 1/2 को पावर सरी यहाँ 4 छ है, 4 छ। अब यहाँ के हुने भयो त भन्दा 2 2 जा 4 हुने भयो अपन कति 3 3 जा 9 इन्टु अब यो चाहिँ 2 चाहिँ यहाँ आएर -2 हुने भयो, -2 भएपछि के हुन्छ 1/2 को पावर होल स्क्वायर हुन्छ। 1/2 को होल स्क्वायर भनेको कति हो 1/4 हो है, 1/4 हो। अब यो चाहिँ माथि गएपछि कसरी आउँछ त भन्दाखेरि 16 हाम्रो 9 नै एन्सर आउँछ है। यो चाहिँ तपाईको अर्को अल्टरनेटिभ मेथड हो है, बुझ्नुभयो होला। यो चाहिँ हामीले ल अफ इन्डिसेसबाट गर्यौं, हामीले पहिला टर्महरुलाई यताउता मिलाएर यो बेसको पावरलाई सबट्र्याक्ट गरेर गर्यौं। यो चाहिँ तपाईको के हो त भन्दाखेरि डाइरेक्ट मेथड हो, डाइरेक्ट मेथड एन्सर निकाल्ने है त। यो एउटा तरिका भयो, यो एउटा तरिका भयो, जुनसुकै तरिकाबाट गर्दा नि हुन्छ हुनलाई, तर हाम्रो एक्जाममा आयो भने चाहिँ यो तरिकाले गर्दा राम्रो है त। अब हामी अलिकति फरक टाइपको क्वेशनमा जाम है। अब यो जान्नको लागि मैले हिजो एउटा यो चाहिँ मैले हिजो भन्नलाई अलिकति छुटाएको जस्तो लाग्छ है, यम त्यसको लागि सरी। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि x को पावर m/n हुन्छ। यो ल n भनेको रुट को पावर n छ है, बाहिर n रुट भित्र के छ x को पावर m छ भनेपछि x को पावरमा m, यो m पहिला ब्र्याकेट भित्रको अपन चाहिँ यो बाहिरको m/n हुन्छ है। अब यो क्वेशन चाहिँ गरौँ हामी, अलिकति इम्पोर्टेन्ट छ यो पनि। सोलुसन अब पहिला चाहिँ हामीले टर्महरुलाई मिलाउँ है त। यसमा त्यही नै हो, सबैभन्दा पहिला टर्महरुलाई मिलाउने। इन्डिसेसको क्वेशनहरु गर्ने बेलामा सबभन्दा पहिला टर्म नै हेर्ने, बेस हेर्ने के छ। अब तल माथि x छ रुट भित्र, यहाँ तल पनि x छ भनेपछि यदि फ्र्याक्सनमा छ भनेपछि माथिको पावरलाई तल ल्याउँदा पनि हुन्छ, अथवा तलको यो c अथवा तलको बेसको पावरमा जे छ त्यसलाई त माथि ल्याएर सबट्र्याक्ट गर्ने, हामीलाई माथि ल्याउनु नै सजिलो हुन्छ है। अब यसलाई चाहिँ मैले bc रुट भित्र कति x को पावर b माइनस c लेखेँ इन्टु ac अपन रुट भित्र कति x को पावरमा c माइनस a इन्टु ab रुट भित्र कति x को पावर a माइनस b है। अब चाहिँ के गरे त भन्दाखेरि यो ल हामीले यदि एप्लाई गर्ने हो भने अब यसमा झुक्किन के सकिन्छ भन्दाखेरि यहाँ n एउटा मात्र टर्म छ, यहाँ दुईटा टर्म छ bc छ, अब यहाँ m मात्रै छ, यहाँ b माइनस c छ। यो चाहिँ क्वेशन प्र्याक्टिस नगर्दा बेर चाहिँ यो ठुलो कन्फ्युजन आउँछ के। यो चाहिँ अब यहाँ n मात्रै छ, यहाँ दुईटा टर्म छ b इन्टु c छ, यहाँ a इन्टु c छ, यहाँ a इन्टु b छ। यो कस्तो हो त भन्दाखेरि n भनेको एउटा सिंगल टर्म हो र यो b इन्टु c भनेको पनि एउटा सिंगल टर्म हो के। जस्तै हामीले कस्तो भन्दाखेरि जस्तै 8 भयो, n इक्वल टु 8 भनेर एकछिनको लागि मान्ने हो भने b इन्टु c भनेको 2 इन्टु 4 हुन सक्छ के। यो पनि एउटा टर्मै हो नि त, 8 हुन्छ नि त हैन। n को ठाउँमा 8 2 इन्टु 4, bc को ठाउँमा 2 इन्टु 4, यसरी बुझ्नुस् है। यो फर्मुला चाहिँ कन्फ्युज नहुनु होला। b माइनस c भनेको m हो, bc भनेको चाहिँ n हो, यसरी बुझ्नुस्। अब ठ्याक्कै यो फर्मुलामा हाम्रो यसलाई लगाउँ।
यसलाई कसरी लेख्न सकिने भयो त भन्दा x को पावरमा m को ठाउँमा के छ हेर्नुस् है, m को ठाउँमा के छ यहाँ b - c छ। b मात्रै हैन अथवा c मात्रै पनि हैन, m को ठाउँमा के हो b - c हो। x को पावरमा के लेख्न सकियो b - c अपन n को ठाउँमा के छ यहाँ bc छ, bc छ इन्टु सिमिलरली यसमा पनि त्यही x को पावरमा के छ c - a अपन ac है। हेर्नुस् कति सजिलो छ, इन्टु x को पावरमा के छ त a - b छ अपन के छ ab छ। अब यहाँदेखि त हजुरहरूले पनि गर्न सक्नुहुन्छ, बेस सेम छ र बीचमा मल्टिप्लाई छ भने के गर्ने त भन्दा जोड्ने है। x को पावरमा b - c अपन bc प्लस c - a अपन ac प्लस a - b by ab। अब यहाँ चाहिँ एलसीएम को कुरा आउँछ यहाँ चाहिँ। अब यसपछि एलसीएम लिउन चाहिँ अब हजुरहरूले जान्नुभयो होला। अब यसमा चाहिँ के आउँछ त भन्दाखेरि एलसीएम चाहिँ यो x को पावरमा है त, यो x को यो यहाँ x अब यहाँ अब एलसीएम भनेको के भनेको मिलेको प्लस नमिलेको दुईटै ल्याउने हो। एबी कमन हेर्नु सबभन्दा पहिला के छ, a र a कमन भयो a आयो है, b र b कमन भयो b आयो, c र c कमन भयो c आयो, सबै मिल्यो, त्यही भएर हामीले एबीसी ल्यायौँ है। एलसीएम को कन्सेप्ट चाहिँ अब तपाईहरुले अलजेब्रा पढ्नु भएको छ कि पढ्नु भएको छैन है, अलजेब्रा पढ्नु भएको भने थाहा होला, थाहा छैन भने पनि म आगामी भिडियोहरुमा पढाउने छु है त। अब यहाँ के भयो भन्दा बीसी, बीसी त यहाँ आइसक्यो, तल के छैन त, अब के पुगेन, ए पुगेन, ए ले मल्टिप्लाई गर्दिनुस्। अब यो यसको कन्सेप्ट कस्तो हो भन्दाखेरि एबीसी भन्ने टर्मलाई बीसी ले डिभाइड गर्ने हैन, बीसी ले डिभाइड गर्दा जे बच्यो त्यसले चाहिँ माथि मल्टिप्लाई गर्ने। अब तपाईले यसरी बुझ्दा पनि भयो, यो चाहिँ एउटा कन्सेप्ट चाहिँ यो हो है। कस्तो भन्दाखेरि अब हजुरहरुलाई थाहा चाहिँ छ होला है त, मैले थाहा छ भन्ने विश्वास गरेको छु। यदि कसैलाई थाहा छैन भने म यहाँ भन्दिन्छु है त, किनभने कतिपयलाई यो थाहा नहुन पनि सक्छ। यो एलसीएम को कन्सेप्ट के हो त भन्दाखेरि हाम्रो एलसीएम चाहिँ एबीसी आयो हैन। अब एबीसी आयो, यसपछि फर्दर यसको प्रोसेस के गर्ने त भन्दाखेरि जे तपाईको तल छ अथवा यो बीसी छ नि, बीसी यो बीसी छ, बीसी ले एबीसी लाई डिभाइड गर्ने हैन। यस्तो जस्तै हाम्रो एलसीएम के आयो एबीसी आयो, एबीसी लाई तपाईले बीसी ले डिभाइड गर्ने, बीसी र बीसी क्यान्सल आउट भयो, के बच्यो ए बच्यो भनेपछि ए ले चाहिँ तपाईले माथि मल्टिप्लाई गर्नुपर्ने हुन्छ। कन्सेप्ट चाहिँ यो हो। यदि तपाईले अब तपाईले अर्को सजिलो तरिका के भन्छु त भन्दाखेरि तल हाम्रो बीसी छ है, तल के पुगेन त, एबीसी पुग्नको लागि तल के पुगेन, हाम्रो ए पुगेन नि त हैन, तल ए छैन नि त एबीसी पुग्नको लागि, त्यही भएर हामीले ए ले चाहिँ माथि मल्टिप्लाई गर्दिएको प्लस एसी छ। अब हामीले यहाँ एबीसी हुनको लागि कुन टर्म चाहिँ हाम्रो पुगेन, एबीसी हुनको लागि ए छ सी छ बी छैन हैन, बी ले चाहिँ हामीले माथि मल्टिप्लाई गर्दियौं सी माइनस ए। त्यसै गरेर एबी ए चाहिँ ए छ बी छ सी चाहिँ छैन भने सी ले हामीले माथि मल्टिप्लाई गर्दिने, जे छैन त्यसले माथि मल्टिप्लाई गर्दिने। यसरी बुझ्दा पनि भयो। अब x को पावरमा अब यो के हुन्छ एबी, एबी माइनस एसी, एसी प्लस बीसी माइनस सी, बीसी माइनस एबी प्लस एसी प्लस माइनस के भयो माइनस बीसी अपन एबीसी है। एकदम राम्रोसँग बुझ्नुस्, बुझ्नु भएन भने चाहिँ सोध्नु होला है त कमेन्टमा। यो र यो चाहिँ क्यान्सल आउट भयो, यो र यो चाहिँ क्यान्सल आउट भयो, यो र यो चाहिँ के भयो क्यान्सल आउट भयो, माथि 0 भयो। x को पावर 0 बाइ एबीसी भयो। अब कुनै पनि टर्मले अथवा कुनै पनि नम्बरले 0 लाई डिभाइड गर्दा चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो 0 नै हुन आउँछ। x को पावर 0 भनेको के हो त भन्दाखेरि 1 हो। समथिङ डिभाइडेड चाहिँ 0 चाहिँ तपाईको के हुन्छ भन्दाखेरि इन्फिनिटी हुन्छ। समथिङ डिभाइडेड बाइ 0 त्यो चाहिँ हाम्रो इन्फिनिटी हुन्छ, तर 0 डिभाइडेड बाइ समथिङ चाहिँ हाम्रो के हुन्छ 0 हुन्छ। यो पनि एउटा कन्सेप्ट हो, यो पनि बुझेर जानु। जस्तै कुनै पनि नम्बरलाई n भन्ने कुनै पनि नम्बर n बाइ यसलाई हामीले 0 ले कुनै पनि नम्बर 1 2 3 4 5 6 कुनै पनि नम्बरलाई 0 ले डिभाइड गर्दा यसको भ्यालु चाहिँ इन्फिनिटी आउँछ है। यो चाहिँ अब म चाहिँ धेरै झुक्किन्थे यसमा चाहिँ है। मैले कसरी सम्झेको त भन्दाखेरि n अनि यो 0 चाहिँ हाम्रो o जस्तो छ नि त हैन, नो आयो भने चाहिँ के हुन्छ भन्दाखेरि इन्फिनिटी हुन्छ। यसरी बुझ्दा नि भयो। अनि यसलाई 0
बाई समथिङ n चाहिँ के हुन्छ 0 नै हुन्छ। यसरी बुझ्नुस् है। यसरी बुझ्नुस्, नो भनेको चाहिँ इन्फिनिटी, अन भनेको चाहिँ 0। अब तपाईले जसरी सम्झिँदा नि भयो, यो अब हजुरहरुलाई थाहा छ होला। अब 8 क्लासमा पढ्ने विद्यार्थीलाई त यो किन थाहा नहोला, यो चाहिँ एकदम थाहा पाउनु पर्छ। अर्को कुरा चाहिँ मैले यहाँ के भने त भन्दाखेरि, मैले 8 मा पढ्ने बेला चाहिँ मलाई कस्तो कन्फ्युजन हुन्थ्यो त भन्दाखेरि, यो साइनहरु कहाँ प्लस लेख्ने कहाँ माइनस लेख्ने मल्टिप्लाई गर्दा हैन, त्यो चाहिँ मलाई एकदम झुकिन्थे म चाहिँ मल्टिप्लाई गर्दा है। यसको रुल चाहिँ म यहाँ अलिकति भनिदिन्छु है। थाहा छ भने त बेस्ट भयो, अब नथाहा भएकोलाई चाहिँ यो एकदम हेल्पफुल हुन्छ है त। मल्टिप्लाइङ है, मल्टिप्लाइङ, ड्युरिङ मल्टिप्लाइङ है। अब यो कुरा चाहिँ अल्जेब्रा पढाउने बेला चाहिँ यो सुरुमै दिनुपर्छ। यो कन्सेप्ट चाहिँ मैले अहिले म यही भनिदिहालेँ है। जस्तै हामीले माइनस इन्टु माइनसको मल्टिप्लाई गर्दा अलवेज प्लस हुन्छ, माइनस इन्टु प्लस भनेको माइनस हुन्छ, प्लस इन्टु माइनस भनेको चाहिँ के हुन्छ माइनस हुन्छ, प्लस इन्टु प्लस भनेको चाहिँ के हुन्छ भन्दाखेरि यो प्लस हुन्छ। यो रुल चाहिँ जान्नु होला है। अल्जेब्राको मेन कन्सेप्ट नै अब यही नै हो, साइनहरुको खेल नै हो अल्जेब्रा त है। यो चाहिँ बुझ्नु होला। मल्टिप्लाईमा चाहिँ हुन्छ माइनस माइनस मल्टिप्लाई गर्दा प्लस, माइनस प्लस माइनस, प्लस इन्टु माइनस माइनस, प्लस प्लसको चाहिँ मल्टिप्लाई गर्दा के हुन्छ प्लस नै हुन्छ है। अब यो भयो। अब हामी यो क्वेशनमा जाम। प्रुफ भनेको छ। यो क्वेशन पनि एकदमै सजिलो छ। अब हामी जाउँ यसमा चाहिँ सोलुसन। सबैभन्दा पहिला अब मैले के भन्नै पर्दैन, यो अब हजुरहरुले बुझिसक्नु भएको छ। सबैभन्दा पहिला चाहिँ हाम्रो बेस सेम छ भने यसलाई माथि लगेर, माइनस छ भने प्लस, प्लस छ भने माइनस। अब हाम्रो a को पावर z छ, यहाँ त प्लस त छैन भन्ने हैन, यो चाहिँ पोजिटिभ z हो भनेर बुझ्नु पर्यो। ल, a को पावर z प्लस x को होल पावरमा z माइनस x इन्टु a को पावर y माइनस z, y प्लस z इन्टु a को पावर x प्लस y को होल पावरमा x माइनस y छ। अब यो चाहिँ लेख्नु परेन हामीले, किनभने यो यताको एलएचएसको टर्म लिएर चाहिँ 1 चाहिँ हामीले निकाल्नु पर्ने छ एन्सर है। इक्वल टु a को पावरमा z प्लस x, z माइनस x इन्टु a को पावरमा y माइनस z, y प्लस z इन्टु a को पावरमा x प्लस y, x माइनस y है। अब यदि हजुरलाई a स्क्वायर माइनस b स्क्वायर को फर्मुला थाहा छ भने, x स्क्वायर माइनस y स्क्वायर को फर्मुला थाहा छ भने है, डाइरेक्ट हामीले यसलाई z स्क्वायर माइनस x स्क्वायर पनि लेख्न सकिन्छ, यसलाई y स्क्वायर माइनस z स्क्वायर पनि लेख्न सकिन्छ, x स्क्वायर माइनस y स्क्वायर पनि लेख्न सकिन्छ। यसलाई हाम्रो एउटा फर्मुला के छ त भन्दाखेरि अल्जेब्रामा a स्क्वायर माइनस y स्क्वायर होस्, अथवा मैले चाहिँ यहाँ b स्क्वायर लेखेँ है त। a स्क्वायर माइनस b स्क्वायर हो भन्नेपछि यसलाई कसरी लेख्ने त भन्दाखेरि a स्क्वायर को होल स्क्वायर माइनस b स्क्वायर को होल स्क्वायर। यसको फर्मुलै छ a प्लस b a माइनस b। अब यदि a स्क्वायर माइनस b स्क्वायरलाई यो टर्ममा लेख्न सकिन्छ भने a प्लस b a माइनस b लाई त यो टर्ममा पनि लेख्न सकिने भयो नि त हैन। त्यस्तै यहाँ हेर्नुस्, जस्तै z स्क्वायर माइनस x स्क्वायर भनेको के हो त तपाईको, जस्तै यही टर्ममा हेर्नुभयो भनेपछि z स्क्वायर माइनस x स्क्वायर भनेको के हो त भन्दा z प्लस x, z माइनस x हो क्या, हो कि हैन भन्नु त। a को ठाउँमा z राख्नुस्, b को ठाउँमा x राख्नुस् त के बन्छ z प्लस x, z माइनस x। यसलाई के हो त z स्क्वायर माइनस x स्क्वायर चाहिँ हामीले यसलाई लेख्न सक्ने भयो है। a को पावरमा के z स्क्वायर माइनस x स्क्वायर इन्टु यहाँ फेरि a को पावरमा के y स्क्वायर माइनस z स्क्वायर इन्टु सिमिलरली a को पावरमा x स्क्वायर माइनस y स्क्वायर। अब हाम्रो बेस सेम छ भने मैले पावरहरु अथवा इन्डेक्सहरु जोडिन्छ भनेको छु। यो मैले भन्दा नि इन्डेक्सको लले भन्छ यो चाहिँ है, प्लस x स्क्वायर माइनस y स्क्वायर। जहिले पनि प्लस र प्लस काट्ने हो भने त्यो रङ हो, माइनस र माइनस काटिन्छ भनेको पनि रङ हो। हाम्रो अल्जेब्रामा काटिने भनेको के हो त भन्दाखेरि क्यान्सल आउट हुने प्लस र माइनस काटिन्छ, माइनस माइनस जहिले पनि जोडिन्छ है। माइनस भन्नाले फेरि त घटाउने हैन,
माइनस ए भनेको हाम्रो -2a हुन्छ। माइनस माइनस कहिले पनि घटाइँदैन है, माइनस माइनस जोडिन्छ, साइन चाहिँ के हुन्छ, नेगेटिभ नै हुन्छ, यो बुझ्नु पर्यो। जस्तै -1 कति हुन्छ त, -2 हुन्छ। 1 र 1 जोडियो तर साइन चाहिँ के भयो, माइनस नै भयो। यो सानो कुरा भयो। अर्को म भन्छु तपाईलाई, जस्तै 2 - 5 कति हुन्छ, 3। साइन चाहिँ के राख्ने त भन्दाखेरि जुन ठुलो डिजिट छ त्यसको अगाडिको साइन चाहिँ हामीले लेख्छौँ, यो बुझ्नु पर्यो। जस्तै कहिले कहिले xy - 2xy आयो भने अब यो xy लेख्ने, यो चाहिँ रङ हो। यसको अगाडि के लेख्न पर्यो, -xy लेख्न पर्यो। यो सानो कुराहरूले चाहिँ एकदमै दुःख दिन्छ नबुझेपछि है, सानो कुरा चाहिँ बुझ्नु पर्यो। अब हाम्रो यहाँ प्लस माइनस कहीं गरौँ हामी, -x² + x² क्यान्सल आउट भयो, यो र यो क्यान्सल आउट भयो है। z² र z² क्यान्सल आउट भयो, -z² + z² -y² + y², यो र यो क्यान्सल आउट भयो। a को पावरमा केही पनि बजेन, 0 बज्यो, यसको भ्यालु चाहिँ हाम्रो 1 भयो, प्रुफ भयो है। यसरी हाम्रो प्रुफ हुन्छ। अब हाम्रो दुईटा क्वेशन छ है, यो भिडियो चाहिँ लामो भयो। अब म एउटा क्वेशन चाहिँ यो गर्छु, अर्को क्वेशन चाहिँ म लास्ट क्वेशन चाहिँ भोलि गराउँछु। अब यदि हजुरहरूले यो पढाएको बुझ्नुभयो भनेपछि ठिक छ हैन, बुझ्नु भएन भनेपछि कहाँ बुझ्नु भएन लाइक कमेन्ट चाहिँ गर्नु होला। भोलिदेखि चाहिँ यदि अब हजुरहरूको बोर्ड आइरहेको छ भने, यदि कुनै च्याप्टर बुझ्नु भएको छैन भनेपछि कमेन्ट गर्नु होला, दाइ यो च्याप्टर पढाइदिनुस्, यो च्याप्टर बुझेको छैन भन्नु होला। म भोलि त्यहीमा भिडियो बनाउँछु है त। नत्र भोलि हामी एउटा क्वेशन गर्छौँ, त्यसपछि म अर्को न्यू च्याप्टर सुरु गर्छु है त। यदि हजुरहरूले साइन्सको कुनै च्याप्टर बुझ्नु भएको छैन, म्याथको बुझ्नु भएको छैन, अप्सनल म्याथको बुझ्नु भएको छैन, अथवा अन्य कुनै विषयको कुनै पनि च्याप्टर यदि बुझ्नु भएको छैन भने कमेन्टमा भन्नु होला, अथवा म अहिले आफ्नो WhatsApp नम्बर दिन्छु त्यसमा भन्नु होला। म त्यही टपिकमा भिडियो बनाएर हजुरहरूलाई एकदम त्यसको बारेमा क्रिस्टल क्लियर पार्ने चाहिँ जिम्मा मेरो भयो है त। अब यो क्वेशन छ है, यो चाहिँ लङ क्वेशन नै हो। यो क्वेशन गरौँ, आजको लास्ट क्वेशन है। ल यसमा पनि सेम यस्तै क्वेशन हो, 5 नम्बर क्वेशन जस्तो। जस्तै यता हेर्दाखेरि इफ x = 2 y = 4 z = 8 छ भने प्रुभ द्याट, यो भनेको छ है। अब तपाईले यहाँ कहिले कहिले कस्तो पनि दिन सक्यो त भन्दाखेरि x को पावर 2 हैन, x को पावर 2 को पावर 1 पनि भन्न सक्यो, y = 2 को पावर स्क्वायर भनेर पनि दिन सक्यो, z भनेको 2 को पावर क्युब यसरी पनि दिन सक्यो है, झुक्की नै हैन। 2 को पावर क्युब भनेको 8 नै हो, 2 को पावर स्क्वायर भनेको 4 नै हो, 2 को पावर 1 भनेको के हो, 2 नै हो। कुनै कुनै बुकहरुमा यसरी पनि लेखेको छ, मैले देखेको छु है। यसरी चाहिँ लेख्यो भने झुक्किने चाहिँ हैन, सेम क्वेशन हो है। अब हामी सुरु गरौँ, यसलाई प्रुफ गर्न पर्ने छ। LHS x को पावरमा 1/a - b इन्टु y को पावरमा 1/b - a इन्टु z को पावरमा 1/a - b है त। अब के हो त भन्दाखेरि x को ठाउँमा 2 राख्नु पर्यो, y को ठाउँमा 4 राख्नु पर्यो, z को ठाउँमा 8 राख्नु पर्यो है। अब म भन्दै जाने छु, तपाईहरु सुन्नुस्। 2 को पावरमा 1/a - b इन्टु 4, 4 को पावरमा 1/b - a छ, इन्टु z भनेको के हो, 8 को पावरमा कसरी 1/a - b भयो। अब बेस 2 देखिसक्यो, सबभन्दा सानो बेस हेर्नु पर्यो, 2 हेर्नु पर्यो। अब यिनीहरुलाई पनि 2 बनाउन कोसिस गर्नु पर्यो। मैले यहाँ अघि नै के भने, मैले सुरुमै भनिसके 2 को पावर 1, 4 भनेको 2 को पावर 2, 8 भनेको 2 को पावर क्युब हो। त्यसै गरी नै यिनीहरुलाई लेख्नु पर्यो। बेस चाहिँ एउटै बनाउनु पर्यो, किनभने ल अफ इन्डिसेस हामीले अप्लाई गर्नको निम्ति यहाँ बीचमा मल्टिप्लाई साइन छ भने बेस एउटै गर्न ट्राई गर्नु पर्यो, अनि बल्ल हामीले बेस पावरहरुलाई के गर्न सक्छौं, जोड्न सक्छौं है। इक्वल टु 2 को पावर 1/a
a minus b into 2 को पावर 2 into 1 by b minus a है। यो चाहिँ पावरमा हो है, यो सँगसँगै यता चाहिँ हैन, यो पावरमा हो। into 2 को पावर 3 into 1 by a minus b है। ल मल्टिप्लाई गरिदिनुस्, बेस एउटै भइसक्यो। 2 को पावर 1 by a minus b into 2 को पावरमा 2 by b minus a है into 2 को पावरमा 3 by के a minus b है, a minus b। अब हाम्रो बेस एउटै छ भने पावरहरु चाहिँ के हुन्छ, हामीले जोड्छौं। 1 by a minus b भयो है, अनि त्यसैगरी प्लस 2 by b minus a भयो, अनि यहाँ प्लस 3 by a minus b भयो है। 3 by a minus b भयो है त। 2 अब चाहिँ हामीले यसलाई के गर्ने त भन्दा एलसीएम लाउनु पर्यो। a minus b, b minus a, a minus b र b minus a आयो है हाम्रो एलसीएम चाहिँ। अब 1 छ है, के छैन त यहाँ हेर्नुस् त, लस भन्दा पनि एलसीएम भनौं है। अब यो दुईटा टर्मलाई a minus b ले डिभाइड गर्दा रिमाइन्डर b minus a आउँछ, यसले चाहिँ हामीले माथि मल्टिप्लाई गर्छौं। अथवा b minus a यहाँ छ, अब यहाँ a minus b minus a पुग्नको लागि यहाँ तल कुन टर्म छैन, b minus a टर्म छैन भने त्यहीलाई माथि हामीले माथि लगेर राख्नु पर्यो, b minus a है। b minus a plus 2a minus b, b minus a cancel out, बच्यो a minus b plus 3 a minus b cancel out, बच्यो b minus a equal to 2 को पावरमा b minus a plus 2a minus 2b plus 3b minus 3a upon के भन्दाखेरि a minus b minus a है। अब हाम्रो यसमा चाहिँ के त भन्दा, अब लाइक टर्महरुलाई जोडौं। 3b छ यहाँ, 2b छ है यता। अब यहाँ मैले 2 को पावरमा b को b लेखे पहिला, प्लस a, यो माइनस a र प्लस 2a गर्दा प्लस a भयो, प्लस b अनि माइनस 3 यता छँदै छ है, माइनस 3a छँदै छ अपन के छ हाम्रो a minus b र के छ भन्दा b minus a छ। यहाँ चाहिँ अलिकति स्पेस कम भयो, म यता गरे यसपछि है। इक्वल टु 2 को पावरमा, अब यहाँ हेर्नुस् त एकचोटी, b प्लस b के हुन्छ, 2b हुन्छ है, 2b हुन्छ। अब यहाँ मैले अघि के भने a minus 3a भनेको त्यो minus 2a हो, minus 2a हो है। अपन चाहिँ के त भन्दाखेरि a minus b minus a है। अब यसलाई इक्वल टु दिएर मैले 2 को पावरमा एमा के कमन आयो, हाम्रो 2 कमन आयो, b minus a यहाँ बच्यो अपन a minus b। यो सबै मैले पावरमा हो है, यो मैले यो अलिक तल आएको छ, यो चाहिँ यो पछि यो बीचमा इन्टु छ भनेर यस्तो खालको चाहिँ कन्सेप्ट नलाउनु होला है। यो मैले सबै पावरमा लेखेको। यसपछि के त भन्दा b minus a, अब हेर्नुस् b minus a क्यान्सल आउट भयो है। अब यसलाई मैले कसरी लेख्छु त भन्दाखेरि 2 को पावरमा 2 by a minus b हाम्रो प्रुफ भइसक्यो है। यो भन्नु र यो भन्नु जस्तै 4 को पावरमा 1 by a minus b भन्नु कुरा के हो, एउटै हो। अब तपाईले एक्जाममा सल्भ गर्दा गर्दै सबभन्दा बढी त यो टर्म आउँछ, यो टर्म आउँदैबित्तिकै ओहो मेरो त गल्ती भयो कि भनेर चाहिँ त्यस्तो चाहिँ भन्नु भएन है। हामीले के पढ्यौं त भन्दा
योबाट नै हाम्रो यो आउँछ कि कस्तो भन्दाखेरि जस्तै 2 यसलाई चाहिँ 2 को पावरमा 2 4 हैन इन्टु 1/a - b पनि त लेख्न सकिन्छ नि त 4 लाई त टुकारेर हैन किनभने चाहिँ 2 को पावर स्क्वायर भनेको त 4 नै हो। अब यो चाहिँ अब 2 ले चाहिँ यहाँ मल्टिप्लाई गर्दा के हुन्छ 2 को पावरमा 1 इन्टु 2 के हुन्छ 2/a - b भयो नि त हैन ठ्याक्कै यही टर्म आयो नि। यसलाई तपाईले 2 को पावर 2 इन्टु के 1/a - b लेख्न सक्नुहुन्छ। यो भनेको के हो 4 को पावरमा 1/a - b हो। प्रुफ भयो हाम्रो है। एउटा क्वेशन बचेको छ। एउटा क्वेशन चाहिँ हामी भोलि गर्छौं। आजको भिडियो चाहिँ धेरै लामो भइसक्यो 40 मिनेट पुगिसक्यो है। हजुरहरुलाई झ्याउ पनि लाग्न सक्छ यति लामो भिडियो हेर्दा हेर्दै। आजको भिडियो चाहिँ हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। र तपाईले कुनै पनि च्याप्टरको हजुरहरुको बोर्ड आइरहेको छ कि तपाईको फाइनल एक्जाम आइरहेको हुन सक्छ। हाम्रो चाहिँ अब बोर्ड आइरहेको छ है। फाइनल एक्जाम आइरहेको छ। हजुरहरुको पनि फाइनल एक्जाम आइरहेको हुन सक्छ। कुनै पनि टपिकमा कुनै पनि समस्या छ भने यो टपिकमा भिडियो बनाइदिनुस् भन्नु होला WhatsApp मा है। मेरो WhatsApp नम्बर चाहिँ म यहाँ लेख्दिए। यसमा चाहिँ हजुरहरुले मेसेज गर्नु होला। तपाईहरुले जुन टपिक भन्नुहुन्छ ओपीटी अप्सनल म्याथ भन्नुहुन्छ भने अप्सनल म्याथको साइन्सको है अनि हाम्रो कम्पलसरी म्याथको यतातिर तपाईले सी प्रोग्रामिङ पढ्नुहुन्छ भने सी प्रोग्रामिङको सामाजिक पढ्नुहुन्छ भने सामाजिकको है तपाईले जुन सुकै सब्जेक्टको कुनै पनि टपिक यदि बुझ्नु भएको छैन भने कमेन्ट मार्फत भन्नु होला अथवा यो मलाई पर्सनली मेसेज गरेर भन्दा नि हुन्छ है। हामीलाई भन्नु होला हामी त्यही टपिकबाट चाहिँ हामीले पढाउन सुरु गर्ने छौं है त। त्यही टपिकको बारेमा हामीले चाहिँ भिडियो हाल्ने छौं र कन्सेप्ट चाहिँ हामीले क्लियर दिने छौं। हामी सानो कुराबाट जान्छौं। हामी सिधै ठुलो कुरा यताउताबाट हामी जाँदैनौं। सानो कुराहरुलाई पनि हामीले ध्यानमा राखेर सानो कुरालाई पनि एक्सप्लेन गरेर हामी अगाडि बढ्छौं। यति भन्दै आजको भिडियो हजुरलाई कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला है त। यति भन्दै भोलिको अर्को भिडियोमा चाहिँ भेटौँला। आजलाई चाहिँ यति नै है त। हस्त धन्यवाद।